ए इनेस हजुरको एक्सरे भिडियो एक्सरे गरौँ ल है त हजुरको पेट ल्याउनु इनेसको चाहिँ आज यहाँ पेटको भिडियो एक्सरे हुँदैछ इनेस धेरै जङ्क फुड अब खान्छ यहाँ हेर्दैछु ल इनेस ल यहाँ हेर्नु यहाँ देख्नु यस्तो किरा छ यसको पेटभित्र राम 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 के खाएर यत्रो किरा भएको राम राम किरा प्रति के कति किरा रहेछ यसको पेटभित्र कस्तो किरा कराउँछ रे अझै खान्छ अरे जङ्क फुड राम 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 किरा है ऊ निकाल नछु भाइ नछु त्यसको पेटको किराले टोक्छ अब चाहिँ खाँदैन होला नि राम्रो कोल्ड खाने कि नखाने अब राम 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 पर्तिकै यसको पेटभित्र कत्रो जुका रहेछ मार्छ टोकेर अब अर्को अनि के अरे खान्छ खाँदैन जङ्क फुड हेल्दी फुड खाने हो नि बाटोमा गुडिया सुडिया किन्न लाउने कि नलाउने अबदेखि केही नगर्ने हो नि जङ्क फुड कोल्ड ड्रिङ्क खाने कोल्ड ड्रिङ्क ल मामा किराको उपचार गरिदियो अब केही खाँदैन अरे इनेस राम राम कत्रो किरा पालेर बसेको पेटमा जङ्क फुड खाएर अनि अबदेखि खाने कि अरे अबदेखि पढ्छौ कि पढ्दैनौ नपढेपछि पनि किरा आउँछ पेटमा किरा इबी प्रतिकै किरा इनेसलाई नछोड है मम्मी किराले टोक्छ मामा हुनुहुन्छ नि मामा निकालिदिनुहुन्छ नि अबदेखि जङ्क फुड बन्द होइन जङ्क फुड खाने कि नखाने कोल्ड ड्रिङ्क ल्याएर दे त भाइ यसलाई नोइनट ल ल भयो 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 अहिले मामाले किराको उपचार गरिदिन्छ टेन्सन नगर मैले दबाई